यदि तपाईहरु टिकटक क्रिएटर हुन्छ यानी कि टिकटकमा कुनै पनि प्रकारको भिडियो बनाउनुहुन्छ भने यो भिडियो तपाईको लागि 99.9% हैन के 100% तपाईको लागि नेसेसरी हुनेछ। त्यसकारणले ट्याप ट्याप स्किप नगरिकन भिडियोलाई एन्डसम्म लास्टसम्म अवश्य हेर्नु होला। आजको भिडियोमा मैले टिकटकको भिडियो भाइरल गर्ने प्रमुख यानी कि मेन बेस्ट 5 हैशटैगको बारेमा जानकारी दिन गइरहेको छु। तपाईले टिकटक भिडियोमा 5 वटा हैशटैग लगाउनु पर्ने हुन्छ अनि त्यही हैशटैग कुन लगाउनु पर्ने हुन्छ म आजको भिडियोमा सम्पूर्ण जानकारी दिन गइरहेको छु। मैले भनेको 5 हैशटैग लगाउनु भयो भने तपाईको भिडियो भाइरल हुने 95% चान्स हुन्छ। मैले धेरै फेक कुरा गर्दिन के 100% भन्दैन। कसैले 100% 101% पनि भनिन्छ, तर मैले धेरै फेक कुरा गर्दिन के एकदमै करेक्ट एन्ड फेक नट फेक कुरा गर्छु। त्यसकारणले 95% मात्र भनेको छु मैले भाइरल हुने चान्स। तब नमस्कार, म जय प्रजा। अहिले तपाई हेर्दै हुन्छ जय प्रजा नलेज। अब म टाइम वेस्ट नगरिकन भिडियोलाई स्टार्ट गर्छु। त टिकटक क्रिएटरहरुको लागि सबभन्दा नम्बर 1 मा हैशटैग रहेको छ टिकटक नेपाल। टिकटक नेपाल हैशटैग लगाउनु भयो भने टिकटकले तपाईको भिडियोलाई सम्पूर्ण नेपालीहरुलाई सजेसन गर्छ अनि भ्युज हुने सम्भावना धेरै हुन्छ। त्यसैगरी नम्बर 2 मा रहेको छ भाइरल। भाइरल हैशटैग लगाउनु भयो भने तपाईको सर्च बारमा भाइरल मान्छेले सर्च गर्छ भने तपाईको भिडियो सजेसनमा आउँछ अनि भ्युज हुने सम्भावना धेरै हुन्छ। त्यसैगरी नम्बर 3 मा रहेको छ वाच नाउ। वाच नाउ हैशटैग लगाउनु भयो भने अहिले तपाई भिडियो अपलोड गर्नु भयो भने अहिले जुन मान्छेहरु हेरिरहेको छ यानी टिकटक चलाइरहेको छ त्यो सबै मान्छेकोमा टिकटकले तपाईको भिडियोलाई सजेसन गर्छ अनि भ्युज हुने सम्भावना धेरै हुन्छ। त्यसैगरी नम्बर 4 मा रहेको छ फर यू। यो फर यू हैशटैग लगाउनु भयो भने सम्पूर्ण मान्छेको फर यू पेजमा यानी कि फर यू अप्सनमा भिडियोलाई सजेसन गर्छ टिकटकले अनि भ्युज हुने सम्भावना धेरै हुन्छ। लास्टमा नम्बर 5 मा रहेको छ एफवाईपी। एफवाईपी को बारेमा त धेरै कुरा भन्नु पर्दैन, यो सबै मान्छेलाई थाहा छ अनि कमन हैशटैग हो। यो सबै कुरामा लगाउन मिल्छ के टिकटक सम्पूर्ण सोशल मिडियामा लगाउन मिल्छ यो हैशटैग चाहिँ एफवाईपी। 5 वटा हैशटैगको बारेमा म जानकारी दिइसकेको छु। यो मैले भनेको 5 वटा हैशटैग तपाईको टिकटक भिडियोमा कुनै पनि प्रकारको कुनै पनि क्याटेगोरीको टिकटक भिडियोमा लगाउनु भयो भने तपाईको भिडियो भाइरल हुने सम्भावना धेरै हुन्छ। अनि लास्टमा एउटा कुरा भन्न चाहन्छु, यदि भिडियो यो राम्रो लागेको छ यानी कि युजफुल लागेको छ भने तपाईले अहिले मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, साथै कमेन्टमा एउटा प्यारो कमेन्ट गरिदिनु होला यानी कि मोटिभेट हुने खालको कमेन्ट गरिदिनु होला अनि भिडियो बनाउने इच्छा लाग्छ यानी कि जोश जाग्छ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। जय नेपाल।